स्वागत छ हजुरहरुलाई हाम्रो युट्युब च्यानलमा। हाम्रो युट्युब च्यानललाई अहिलेसम्म लाइक एन्ड सब्स्क्राइब गर्नुभएको छैन भने दबाइहाल्नुहोस्, बेल आइकनलाई टिङ्ग पारिहाल्नुहोस्, किनभने तपाईँहरूको लागि एकदम सरप्राइज प्रपर्टी लिएर आएको छु मैले। 2,70,00,000मा इमाडोलको लुबो भनिने ठाउँमा हाइटमा 360 भ्यू भएको ठाउँमा यतिको हेर्नुहोस् त फिनिसिङ भएको प्रपर्टी तपाईँले पाउनुभयो भने तपाईँ पक्का पनि कुदेरै आउनुहुन्छ। सो यतिको 3 आनामा बनेको छ। रोड एक्सेस एकदम राम्रो छ। 20 फिटको रोड एक्सेस उताबाट आइरहेको छ। घर अगाडि मात्र 13 फिट हो। सो तपाईँको दोस्रो कितामा पर्छ यो घर। दक्षिणबाट साउथ फेसिङ, घाम पनि लागिराख्ने हैन। घरमा एउटा भाइब चाहिँ वाउ छ है। सो यो घरभित्र के छ हामी हेर्दै जाउँ। यो चाहिँ माथिको टेरेस हो। योभन्दा माथि पनि टेरेस छ, ट्याङ्की र सोलरहरू भइहाल्यो हैन। सो मेरो पछि आउँ। तपाईँको अब यहाँ मन्दिरको स्पेसहरू छ। तपाईँको सँगै यो रेलिङ भयो। रेलिङको यो कम्बिनेसन पनि एकदमै राम्रो छ। तपाईँको घर एकदमै गुड भाइब्सको छ। तपाईँले हैन टोटल तपाईँले 4वटा बेडरुम पाउन सक्नुहुन्छ। यता नि एउटा बेडरुम भयो, कमन बाथरुम भयो। यो चाहिँ हाम्रो किचन एरिया हो। सो तपाईँले किचनको भाइब्स पनि देख्न सक्नुहुन्छ। व्हाइट एन्ड यो ब्राउनको कम्बिनेसन एकदम मिलाइएको छ है। लाइटिङ, वार्म लाइटहरू, सिलिङ तपाईँले देख्न सक्नुहुन्छ। एकदमै फिनिसिङ एकदमै राम्रो छ। तपाईँले यहाँसँगै बाल्कनी पनि पाउन सक्नुभयो हैन। यो युपिभिसी हो है, एल्युमिनियम होइन। सो यहाँ बाल्कनीबाट तपाईँले भ्यू लिँदाखेरिको पनि एकदमै गुड भाइब्स छ। र यो लाइन एकदमै लाइटिङ आउँदो रहेछ। यताबाट क्यामेरा देखाइदिन्छ एकचोटि। यो भाइब्स हेर्नु हैन, एकदमै बेस्ट क्या। सो यो किचन भयो, तपाईँको डाइनिङ भयो हैन। सँगै तपाईँको बेडरुम पनि म तपाईँलाई देखाउँछु कतिको छ फिनिसिङमा। तर एउटै बेडरुम देखाउँछु तपाईँलाई, धेरै चाहिँ देखाउनु परेन किन सबै बेडरुम सेम टु सेम नै छन्। यो चाहिँ तपाईँको एउटा बेडरुम भयो। यहाँ तपाईँले क्लोजेटहरू बनाएर आफ्नो केही राख्न सक्नुभयो। यता बाथरुम तपाईँले पाउन सक्नुहुन्छ। अब यो रह्यो तपाईँको फेरि बेडरुम ठुलै छ हैन। मजाको एउटा बेड राखेर टेरेस पनि छ मजाले बेडरुमलाई नै। सेम यही बेडरुम तपाईँले पाउन सक्नुभयो कि। टोटल 4वटा बेडरुम छ। 2टामा चाहिँ एट्याचै बाथरुम सहित पाउन सक्नुहुन्छ तपाईँले। बाथरुमको सामान पनि राम्रो फिनिसिङ गरिएको छ। तपाईँले देख्न सक्नुहुन्छ जुन लाइटिङहरूदेखि लिएर एउटा फिनिसिङ चाहिँ राम्रै छ। सो लिभिङ हलतिर लागौँ। यहाँ चाहिँ तपाईँले लिभिङ पाउन सक्नुभयो। फर्स्ट फ्लोरमै स्पेस पाउन सक्नुभयो। यहाँ पनि तपाईँले स्पेस पाउन सक्नुभयो। डिजाइन यहाँ सोफा राखेर टिभी त्यो एरियामा हेर्न सक्नुभयो। यहाँ पनि तपाईँले अघि मैले भनेको जस्तै बेडरुम पाउन सक्नुभयो। ठ्याक्कै सेम टु सेम हैन। सो अब तलको पार्किङ कस्तो छ हेरौँ। प्लस पोइन्ट के छ भन्नुहुन्छ भने 1 BHK तपाईँको भाडामा दिनु मिल्ने छ है, स्पेस छुट्टै। सो